भन्नु नजानेर मैले सानो शब्द भनिदिएको अवस्था होइन। हामी चाहिँ अब बेहुलीको घरमा आएको चिया नदिएर बसिरहेको अवस्थामा खानालाई कुरिरहेको भयो। टिकट गर्नु गएको छ बेहुली चाहिँ, बेहुली टिकटमा गएको छ। अब टिकटको कुपन चियाको कुपन लिएर आएपछि मात्रै हाम्रो यसो हल्का घाँटी भिज्दै जस्तो छ। आज चाहिँ बिहेको पहिलो दिन हो होइन। अब टक्कै यसरी लिम्बूको रितमा चाहिँ चट्टै होइन उहाँहरू बोक्नु चलन छ हाम्रो चाहिँ होइन पहाडमा। गाडी बनाउने कार्यक्रम गर्छ हाम्रो अङ्कलको। यहाँ भाइजरै उडेछ फेरि हो। कसो गर्दा भाइजर उड्यो अझै दाइ? हेलो 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 हाई एन्ड नमस्ते। तपाईँहरूलाई 3R ब्लगमा फेरि पनि स्वागत छ। फेरि पनि तेस्रोचोटि जन्ती जाने मौका पाइएको छ होइन। सबै पहिलाकै टिम छ हाम्रो है। अब यहाँ चाहिँ हामी खोलामा चाहिँ पूजा गर्छौँ। बेहुला पूजा त हाम्रा कान्छा अङ्कलले यहाँनिर चाहिँ यसो अजय दाई, कान्छा अङ्कल, जेठो दाई हुनुहुन्छ होइन। यहाँ चाहिँ अब पूजा गर्ने कार्यक्रम होइन अङ्कल? यसो के हो यो चाहिँ खासमा भनिदिनु न एकचोटि चट्टै। यो भनेको खोला नालालाई डाँडालाई बल माग्ने, बेहुला बेहुलीलाई केही नहोस्, जन्तीलाई केही नहोस् भनेर बल मागेको। ए ल ठिक छ। यो चाहिँ खोला छ है यहाँ चाहिँ हाम्रो बेहुला भाइ यहाँ छ होइन। बेहुला भाइ बेहुला भाइ यता हेर एकचोटि। हाम्रो बेहुला भाइ हाई गर्दै यो मेरो बेहुला भाइ हो है। दाइ सुरेश दाइ हुनुहुन्छ। हाम्रो ज्वाइँ राजा यता अबिन सागर भाइ हाई गर। हेलो। हाम्रो यता बेहुली, विशेष गरेर हाम्रो बेहुली यहाँ छ, हाम्रो बहिनी दाइ ल है। अब चाहिँ हामी यात्रालाई एकदम दामी गरेर अगाडि बढाउँछौँ होइन। टक्क प भान्ज्याङसम्म चाहिँ बाटो खत्तम छ। त्यहाँसम्म चाहिँ मेरो सागर भाइले मेरो गाडीलाई यसो पिकअप गर्छ होइन, सबैजना होइन। अब फेरि हामी कहाँ पुगेर इन्ट्रोडक्सन दिन्छ है हामीले? अस्ति इन्ट्रोडक्सन त कहाँ पुग्दा पनि दिएको थियो भाइ? होइन नि दोबान होइन, तम्बुर खोला हो। तम्बुर खोला पनि होइन, के खोला अरे? जोर पोखरी तल्लो के हो? दोबानै हो त? खोला हो होइन, काबेली। काबेली काबेलीमा दिएको जस्तो इन्ट्रोडक्सन हाम्रो कार्यक्रम हुन्छ भरे होइन। हेर्दै जानु होला। अब हाम्रो गाडी स्टार्ट हुन्छ है त। अझ दाइ खतरा, अझ दाइ खतरा, बेहुला खतरा, पटन सागर भाइ। अहिले चाहिँ हामी राकेमा आएर चाहिँ गाडी बनाउने कार्यक्रम गर्छ हाम्रो अङ्कलको। यहाँ भाइजरै उडेछ फेरि हो। कसो गर्दा भाइजर उड्यो अझै दाइ? त्यो भाइजर खतरा उडेछ होइन। यहाँ कहाँ के कच्चीमा चाहिँ मागेको क्या मैले एक पिचमा ल यहाँ रहेछ छन् होइन। अब चाहिँ गाडीमा पेट्रोल हाल्छु। यहाँ चाहिँ केटाहरूले पेट्रोल हाल्ने कार्यक्रम गरिरहेछ। यहाँ चाहिँ पेट्रोल पम्प पनि छैन होइन। ओहो यसले त मिल्दैन होला हौ मेरो त है। कि जान्छ यतिकोमा छिर्छ छिर्छ? तेल चाहिँ लाग्छ, तेल चाहिँ लिन्छ। जहाँ जाँदा पनि जाने त हो त्यो तेल। किन दुलोमै छ हेरतिर? तेल लगाउने आइडिया चाहिँ यस्तो है साथीहरू। अर्को टिप्दै गर, खोल्दै गर्न। अर्को खोल्दै गर। अब एक ल्याम लडियो पनि होइन, एक ल्याम लडियो पनि मजै भयो ड्राइभरलाई। केटाहरूले धुलो खुवाउँछ होला। बुढामा घाउ भयो। अहिले चट्टै चाहिँ खाजा खानु गयो, आज लडेर घाइते भयो। यहाँ भित्र विश्राम गरिरहेको अवस्था छ दाइहरूले चाहिँ होइन। खोइ केटा हाइसाइ छैन है। के खाएको लडेर तमासै कसैले थुक्पा दाइ के खायो यो? कसले हो यस्तो चाहिँ के छ?
खो हाम्रो अरू चाहिँ वातङ बुढोहरू खो होइन उयो पर बनाएको क्या त्यो टालेको टालेको यता चाहिँ हाम्रो वातङ अङ्कल ओह्रालो धुलो आएपछि 2 नम्बर लगाइदिए हल्का फुट ब्रेक मात्रै होइन के गर्दा लडेको उहाँ खाजा ल खाजा आयो अरे मेरो लागि यहाँ राख्यो बहिनी यहाँ आशिषलाई अब म पनि चट्टा खान्छु है यहाँनिर खाएर चाहिँ रमाइलोसँग हिँडिन्छ बिस्तारो आउँदा आउँदा नै कोही कोही बेला बिरालोले बाटो काटेपछि त्यही हो क्या मेरो लड्छु म ल हुन्छ यो त अनि झोला आफामाथि गर्दा साँगर खोइ साँगर यहाँ हिँड्न बाटो चाहिँ अप्ठ्यारो बाटो चाहिँ कटेर सजिलो बाटोमा चाहिँ भ्लग बनाउने अवस्था होइन भोगालै यो त अत्यन्तै बाटो स्टोन देखाइयो अघि एकचोटि होइन बाटो पनि अझ दाइहरूले चाहिँ कसरी ल्याउँदैछ त्यो दिँदैन होइन खालि पछाडि सरै केटा के पो हुन्छ नि यहाँ त बाटो चाहिँ एकदम अप्ठ्यारो थियो मासतिर म आउँदा होइन आउँदाखेरि चाहिँ म भ्लग बनाउँछु त्यहाँनिर लास्ट अप्ठ्यारो बाटो थियो अब यो चाहिँ सजिलो बाटो छ यहाँ चाहिँ अहिले तर सजिलो बाटो भन्दा पनि के साह्रो खोइ घुमेको बाटो हो यो होइन भाइ अब चाहिँ यस्तो बाटोहरूलाई पनि हल्का यसो टुच्चा टुच्चा दिँदै जाने हो क्या माछा हेर्नेको भिड लागिरहेको अवस्था छ अङ्कलदेखि लिएर दाजु भाइ होइन पुरा माछा छ अरे यहाँ हो भुपेल माछा कहाँ छ देखा त भुरा माछा साफी छ अरे होइन गोल मेरो नाम चाहिँ अविन्द्र होइन हामी चाहिँ दाइको जन्ती जाँदैछौँ यहाँ चाहिँ हल्का अब रक्सीहरू चढाउनु पर्छ नि त ह्याङमा चढाएर अब जानु बेहुलाको के हो बेहुलाकोमा त प्युर भाइ चाहिँ भन्नु मिलेन बेहुलाको होइन अङ्कलको छोरा कान्छा चाहिँ हेलो हेलो मेरो चाहिँ युवाङ राई म चाहिँ जन्ती जाँदैछु बेहुलाको भाइ हेलो हेलो नमस्ते म धनकृष्ण राई होइन बेहुलाको दाजु बडाको छोरा नमस्कार मेरो नाम राजेन्द्र राई म चाहिँ बेहुलाको के भन्छ दाजु नमस्ते मेरो नाम चाहिँ पल राई हो होइन म चाहिँ बेहुलाको थियो जन्ती जाँदै गरेको मिस्टर इन्द्र आज जन्ती आइएको छ रमाइलो लागिरहेको छ भाइहरू सबै होइन एकदम खुसी अङ्कल पनि आउनुहुन्छ आजको दिन चाहिँ एकदम रमाइलो एकदम होइन अब हामी धेरै टाढो छैन यहीँ नजिकै छ भने होइन लागिरहेको छ खोइ अब के भने म चाहिँ उहाँ चाहिँ वातङ हुनुहुन्छ बेहुलाको काका म अब बुढौली हाम्रो भाषाबाट पम्की भनिन्छ पम्की अब के गर्नु अगाडि उतार्दै बिहे गरेपछि यो के खोला अरे यो खोलामा यसो चढाउने विधि चिन्ता गरेर हामी अगाडि बढेछौँ अब धेरै छैन हामी जम्मा 16 जना मात्रै रहेछौँ र हामी अब अगाडि बढ्ने क्रममा कता छ बाँकी वातङ भाइ नाम सहित सन्देश राई सुरेश दाई वातङ दाजु म सुरेश लन्तवा आज हाम्रो वीरेन भाइको शुभ विवाहमा हामी जन्ती गइरहेको छौँ अहिले खोलामा बेहुलाको चाहिँ के पर्नुहुन्छ बेहुलाको म दाजु दाजु है थ्याङ्क यू ल दाई म बेहुलाको ठ्याक्कै बडा बाउको छोरा बडा बाउ भनेको हाम्रो राईहरूको चाहिँ देवा भनेर भन्छ होइन देवाको छोरा म वातङ हो अब भाइको बिहेमा यसो जन्ती जाँदैछौँ यो के अरे फाकपोक्थुङ गाउँपालिकाको यो कुन चाहिँ खोलामा हामी अहिले छौँ अब जाँदैछौँ भनौँ न म चाहिँ बेहुलाको जेठा भेना हो बेहुला अब हाम्रा भाइको शुभ कार्यमा हामी गइरहेछौँ अलिअलि धुलो धुवा त्यस्तै ल हल्का भइरहेछ ल भाइ नमस्ते आजको विशेष आजको राजा आजको विशेष गरेर म चाहिँ बेहुला मनोज राई अब आज हामी जन्ती जाँदैछौँ मेरै जन्ती भनौँ न धन्यवाद यता बुहारी नानीले मास्क खोलेर म चाहिँ बेहुली हो
अनि नाम अनुष्का अनुष्का लिम्बू ल म चाहिँ रुबेन्द्र है काकाको छोरा हो मेरो चाहिँ होइन अब हामी चाहिँ टट्टै बाइकमा सरर लाग्छ होइन है लगाउँदा यो ल अफ गर्ने अहिले ल ल ल ल ल गफ्दैन हौ भुपाले राम्रो नि अब गएन के त ए हुन्छ अब हामी चट्टै होइन भुपालले डान्स दिएन एउटा ल पुगिसक्यो ल हामी पनि लाग्छौँ अब ल चटपटे ओम नमः शिवाय 5 मिनट लाग्छ अरे होइन पुग्नु भोपाल 5 मिनट लाग्छ अरे हामी जन्ती जाने घर चाहिँ एकछिन ल केटा यो हेलमेटको टोपी चाहिँ तल आएछ क्या ल ल जाउँ ल कता हो ओइ मासला ठोकिँदैन नि हो केटा म खतरा ड्राइभर हो नि हो हामी पनि एक प्रकारले त राइडरै हो हुनु नसकेको है नसुर्ता भाइ पुगिन्छ हामी पनि उकालो बाटो भयो भने गाउँको बाटो चाहिँ बडाल एडभेन्चर छ है यस्तोबाट पनि छिराइदिन्छु हो यताबाट पनि छिराइदिन्छु उफ्री भाइ उफ्री पाफ्री देउसी रे उफ्री पाफ्री देउसी रे बेहुला ल्यायो हे अब रमाइलो अति रमाइलो भइरहेछ भुपाल रमा चाहिँ रमाइलो गरेर चाहिँ अब चाहिँ लगभग हामी हाम्रो वासस्थान भन्नाले बेघर गन्तव्यमा आइपुगेको अवस्था छ होइन अब हेलमेट चाहिँ एक ठाउँ राखिराख्नुपर्ने अवस्था छ होइन अब सबै बाइकहरू चाहिँ यहाँ हामी थन्काएर चाहिँ बेघरतिर प्रस्थान गर्छौँ अब यस्तो भयो भने बालै भएन होइन भोलिलाई एडजस्ट गरौँला केही छैन होइन अब विशेष प्रथम त दिएर के यो हेलमेट हेलमेट राख्नुपर्ने हो आज हाम्रो साँगर भाइ पो भित्र त अनि सुल्टिनी गाउँमा त साथी पो पहिला त अनि कसरीको अवस्था छ त यहाँ त ल ठिकै छ हेर्दै जानु होला देखाउँदै जान्छु धन्यवाद दामी छ पुरानो परम्पराको घर कहाँ बेहुलालाई पछाडि राखेको हो बेहुला अब टक्क आइपुगेको अवस्था छ अब चाहिँ यसो ठाउँमा आइपुग्यो होइन मिलाउने ओर्ने कार्यक्रम भइरहेको छ होइन यहाँ चाहिँ इतिहास आइपुगेको घर छ होइन ल हाम्रो जन्ती यतै बसौँ त यतै बसौँ लगभग अब चाहिँ जन्ती घर चाहिँ के अरे बेघर तल्लो जस्तो छ होइन अब चाहिँ लगभग हाम्रो कोसेली यो चाहिँ तयार हुँदैछ होइन माथिबाट लिएको कोसेलीलाई चाहिँ चट्टै केटाहरूले चाहिँ ग्लेनमा सजिलो हुन्छ भनेर चाहिँ पेप्सीबाट छारेर चाहिँ सागर भाइले चाहिँ पुरा भरे अमर हुन्छ होइन
होइन अब हामी जन्ती घर पुग्न लाग्यो जन्ती घर पुग्नु होइन जन्तीको काकाको घरमा छौँ अब पुगिहाल्यौँ आँगनमै छ तयारी छौँ अब रित के हुन्छ होइन त्यही त अब रीतिविधि पनि अब उहाँहरूले पनि तयारी गर्दै गरेको हामीले देखिराखेका छौँ अब यहाँ बेहुला बेहुली हामी सबै तयारी गरेर रित भात कोसेली सबै रेडी गरेर अब हामी तयारीमा छौँ है तयारीमा छ है ल टक्क अबिनले बोक्छ यो चाहिँ होइन म यहाँ रेडी भइसकेको थिएँ ल ठिक छ केही छैन आज चाहिँ बिहेको पहिलो दिन हो होइन अब टक्कै यसरी लिम्बूको रितमा चाहिँ चट्टै होइन यस्तोहरू उहाँहरू बोक्नु चलन छ हाम्रो चाहिँ होइन भाडमा ल रोटी हो यो चाहिँ अनि पुरा यहाँ चाहिँ भरिया छ एकजना भाइ होइन भरिया छ होइन ल छिटो ल चाँडै नै ए ल वीरेन भाइ ल बेहुला बेहुलीको घरमा पुगिसकेका छौँ त्यहाँदेखि म पनि छु है साथमा चाहिँ अब लगभग घरमा चाहिँ हामी आइसकेको अवस्था छ हाम्रो वातो बुढौली चाहिँ तल पुगिसकेको हाम्रो भाइले चाहिँ भन्नु नजानेर मैले सानो शब्द भनिदिएको अवस्था होइन हामी चाहिँ अब बेहुलीको घरमा आएको चिया नदिएर बसिरहेको अवस्थामा खानालाई कुरिरहेको भयो टिकट गर्नु गएको छ बेहुली टिकटमा गएको छ अब टिकटको कुपन चियाको कुपन लिएर आएपछि मात्रै हाम्रो यसो हल्का घाँटी भिज्दै जस्तो छ यसले गफ दिन्छ मजाले मेरो दाजु चार भाइ के भइरहेछ एकदम थकी भइरहेको खानु नपाएर है त्यो भइरहेको छ हामीले त्यही छ के भन्नु अब होइन कस्तो भयो एकदम राम्रो शुभ विवाह यो चाहिँ होइन भीममाया प्लस वीरेन शुभ विवाह यो चाहिँ यहाँ प्रवेश गर्ने गेट द्वार रहेको छ यहाँ चाहिँ होइन चट्टै अघि चाहिँ भएन रहेछ होइन त्यहाँबाट रक्सी चाहिँ फेरि साथलाई चाहिँ बदलमै सार्नुपर्ने अवस्था छ भान्जियो होइन भान्जिलो खैले गरिरहेको कहाँ जानु थियो है हिँडेको अब काठोगामा कहाँ पुगिन्छ तर आज चाहिँ यो चाहिँ अहिले यस्तै आएपछि बास माग्ने रीतिमा चाहिँ भइरहेछ बास माग्ने रीति कहाँ राख्नु छ हजुरको मर्जी है यहीँ भनेर हाम्रो केही मापदण्ड छैन तपाईँले जहीँ राख्नु गोबसको लाइट पुग्छ त्यसको मात्रै अनुहार देखिन्छ है यहाँ चाहिँ अब हामीले पाहुनामा टक्क तुम्बा पाएर चाहिँ केटाहरूलाई खानु लागेको केटाहरू भन्दा पनि दाईहरूले अब होइन स्वागत छ हजुरलाई हाम्रो तम्बा किची दिनु भएकोमा माथि चाहिँ अनुहारमा फोकस हो त्यसरी हामी घरभित्र पाहुना डेरामा बसिरहेको छौँ यता हाम्रो आज राजा रानी हो होइन राम्रोसँग बसिरहेको छौँ हामी पनि म पनि मेरो अनुहारमा बेला त म पनि छु यहाँ चाहिँ अब मेरो चाहिँ उता पर छ होइन टक्कै म चाहिँ त्यहाँ बसेर हान्छु है छोक्रा खाएर आएको छ अघि नै फेरि छोक्रै खान्छ अब भाइको बिहेमा अब जान्छ नि दाइ अब बिस्तारै होइन दाइ
सबै जान्छ हाम्रो दाइले केही भन्दै हुनुहुन्छ होइन इन्ट्रेस्टिङ हुँदै जान्छ अब तोम्दा चाहिँ यस्तो हुन्छ हाम्रो होइन आज चाहिँ हामी यो जन्ती आएर यो जन्ती डेरामा पहिलो स्वागत कार्यक्रममा हामी छौँ फाइनल्ली खाना खानु आएको अवस्था छ होइन अघि जस्तो चाहिँ नहोस् ल त्यो त कुरा नगर भाइ भोलि भरे कुरा गरौँ ल होइन फाइनल्ली होइन अब खाना खानु लागि सास आउँदैछ दाजु साको आउँदैछ यता चाहिँ कस्तो भइरहेछ हौ कोई किसी से भी कम नहीं है इधर बहुत अच्छा लग रहा है इधर लेकिन थोड़ा सा ये थोड़ा सा बहुत कुछ हो रहा है लेकिन भी फिर हम लोग का सोचना है फाइनल्ली उधर हो रहा है लेकिन खानाको लागि हामी चाहिँ भर्खर प्रस्थान भएको अवस्था हामी कति बजे आएको थियौँ दाइ हम लोग 5 बजे आ रहा था धन्न बाँच्ने अवस्था पञ्चमीले गरायो हो कि न दाइ हो त पञ्चमीले गरायो होइन हो सही हो पञ्चमीले धन्न बाँच्ने अवस्था गरायो अनि अब चाहिँ बिस्तारै ल म चाहिँ बेहुला बेलीसँग ढुक्क बसेर खाना खान्छु है होइन ओभर मैले के भने त्यो एडभेन्चर हुन्छ होइन बेहुलाको छेउमा त फेरि राम्रो पाइँदैन नि म त दामी खान्छु हो बेहुला र बेहुली छेउमा त मिठो पाइँदैन यहाँ चाहिँ हाम्रो सोल्टा अबहरू है सोल्टिनीहरू पनि छ है प्राथमिकतामा छ ल यहाँ चाहिँ ल केटा हो मैले के भनेको छु होइन त्यो जान्छ नि होइन के भनेको छु होइन त्यो जान्छ नि होइन मैले के भनेको छु केटाहरूले त्यो फलो गर्छ है त ल त ल खोइ के आएको अवस्था देखिनँ त मैले त खोइ के अवस्था छैन त खोइ ल यहाँ मात्रै भरिपूर्ण भएको अवस्था छ है मैले देखेको अभागी प्युर अभागी हो होइन अभागी भयो अनि यता सुरु नगरी नै सबै चिज चाहिँ अनि के हो अनि चस पनि छैन आँखै देखेको छैन सादा खाना अभागीले सादा खाना खान्छ सबै अभागी हो पैसा त सबै अभागी पैसा नहुनु खिचा गरी घुर्नु ल अब चाहिँ